हेलो साथीहरू, जय मसी तपाईँहरूलाई फेरि पनि वेलकम छ। आज मेरो छोरीको बर्थडे हो, नाचिरहेको छ। नाचेको भिडियो मैले हालिरहेको छु। साथीहरू, आज मेरो छोरीको बर्थडे अस्ति 11 गते हो, तर मैले भिडियो आज हाल्दैछु। साथीहरू, 13 गते हाल्दैछु, ढिलो भयो, माफ गर्नुहोला। आज मेरो छोरीको बर्थडेको भिडियो आउँदैछ। साथीहरू हेर्नुहोला, मेरो छोरी, कान्छी छोरी, मायाको डोरी, मेरो पुकुली, सबै थोक मेरो हुन्छ। साथीहरू हेर्नुहोला, आउनुहोस्। आज हाम्रो छोरी 3 पुरा भएर 4मा टेक्दैछ। छोरीको बर्थडे। तिमीलाई छोरी धेरै धेरै हाम्रो परिवारको, मम्मी बाबाको, दादाको धेरै 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 आशीर्वाद छ। अनि तिमीलाई प्रभुले आजसम्म सुरक्षामा राख्नुभएको छ, आशीर्वाद दिनुभएको छ। छोरी तिमीलाई अझै आउँदो दिनहरूमा पनि प्रभुले अझै धेरै आशीर्वाद दिनुहुनेछ अनि सुरक्षामा राख्नुहुनेछ। तिमी असल ज्ञानी छोरी हुनेछौ र तिमीले हाम्रो परिवारमा एउटा खुसी अनि छोरी भन्ने त मौका तिमीले दिएको छौ हामीलाई। अनि दादालाई बहिनी भन्ने मौका दिएको छौ छोरी। तिमीलाई धेरै 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 जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो कान्छाले भर्खर आइपुग्नु भयो। कान्छालाई वेलकम छ भाउजूको मिनी ब्लगमा। अरू मान्छेको अध्यक्ष हाम्रो चाहिँ कान्छा नै हो। भन्ने यो के अरे लुका 11 अध्यायको है, लुका 11 अध्यायको 33 बाट म 3-4 पद पढ्छु 36 सम्म। लुका 11 को 33 बाट 36 सम्म। ल, शरीरको बत्ती। कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँडा मुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखुन् भनेर सावधानमा राख्दछ। विश्वास अनि आशा बनाउनुहोस्। कहाँनिर मैले ज्योति देखेको चौथो अन्तरमा आत्मा शुद्ध होस्, धोइकन पवित्र आत्माको बत्तिसले हर समय हर जग्गा साक्षी दिउँ, जस्तो तपाईँलाई सिकाउनु। ऊ चाहिँ ज्योति बन्नु छोरी है, आगामी दिनमा प्रभुको महिमाको निम्ति हुन सकोस्। छोरीको 4 वर्ष, कति वर्ष पुगेर छोरी? कति वर्ष? कति पुग्यो? 4 इयर्स होइन? 4 इयर्स कम्प्लिट भयो होइन? अब यो 4 हो कि कति हो? उल्टा देखिरहेछ। 4 हो? त्यसरी हेर त, 3 हो कि 4 हो? 4 हो। ल, हुन्छ। अब राम्रो छोरीको लागि 4 वर्ष राम्रो, अझै राम्रो हुन सकोस् है, प्रार्थना गरौँ सबैले। अनि हामी गयो होइन, अनि त्यसपछि हामी ह्याप्पी बर्थडे गाउँदै सबै पनि गर्छौँ। प्रार्थना पहिला है, होइन छिटो हिँड भन्दै थियो। पछि चाहिँ साथीहरूले त्यसरी बाबालाई गाह्रो भइरहेछ, त्यसरी उकालोमा काँधमाथि चढेर छिटो हिँड भन्ने हो भनेको त एकछिन हेऱ्यो छक्क पऱ्यो, त्यसरी निस्केर टुइटु हिँडेको भरे। अनि तोकरा छ बहिनी छोरी है, गाडीले पनि नलाग्ने। प्रभु अनि आत्मिक रूपमा पनि स्वस्थ हुँदै अगाडि बढ्नलाई प्रभु तपाईँले सहायता गर्नुहोस्। तपाईँको उपस्थितिमा छोरीलाई चाहिँ प्रभु यो संसारमा पठाउनुभयो। अनि प्रभु उसको बर्थडेको उपलक्ष्यमा हामीहरू जतिजना भेला भएका छौँ अनि हामीहरू एकअर्कामा प्रभु यसरी यो तपाईँले दिनुभएको अनि गिफ्टलाई चाहिँ तपाईँले दिनुभएको यो छोरीको खुसियालीमा चाहिँ हामीहरू भेटेका छौँ। अनि साँच्चीकै प्रभु हामीहरूले एकअर्कामा खुसीहरू सेयर गरेका छौँ। अनि यसरी नै प्रभु आउने दिनहरूमा गएको वर्षहरूमा जस्तै आफ्नो छोरीलाई चाहिँ तपाईँ परमेश्वरको सुरक्षा, तपाईँ परमेश्वरको छत्र छायामा राख्नु हुँदै गर्दा प्रभु ऊ शरीरमा हुर्किनको
बढ्न अनि प्रभु आत्मिक कुरामा अनि शिक्षाको कुराहरूमा हुर्किन अनि प्रभु तपाईँ परमेश्वरमा अगाडि बढ्ने अनि भौतिक सबै खाँचोहरू पुरा गरिदिनको लागि अनि आमा बाबालाई पनि तपाईँ परमेश्वरले सहायता गर्नुभएको होस् त्यो प्रभु छोरीको आवश्यकताहरू जुटाउनको लागि त्यो स्रोतको नाउँमा आमेन। हुन्छ ल धन्यवाद छ। अब सबै मिसकनेक्ट गर्दै सकिँदैन नि चाहिँ अहिले त पछि बसेको छ है। यो बत्ती मार्नु ह्यापी बर्थडे गाउनु पहिला अब छोरीको पहिला छोरीको राम्रो पहिला एउटा कुरो चाहिँ भन्नु मन लागेको चाहिँ स्कुल आउँदाखेरि स्कुलमा चाहिँ छोरा 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 ह्यापी बर्थडे गाएको छैन स्कुलमा चाहिँ एकदमै बत्ती मार्नु गिटार कसले बजाउने ल मै बजाउँछु ल ह्यापी बर्थडे टु यु 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 Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Prasanta. Happy birthday to you. जन्मदिनको शुभकामना जन्मदिनको शुभकामना जन्मदिनको शुभकामना जन्मदिनको शुभकामना बाहिरको सिटिने टाइममै लागेको छ सकिहाल्यो एक्लै काट्छु भन्दै थियो अघि अनि आफूले काट्न अलिकति चाहिँ काटोस् न थोरै सिकाउनु पर्छ ल भयो अब दादासँग काट्ने ल दुईटाले है अब दादा र बहिनी अलिकति दादा र बहिनी गरेर ल अब भयो अब मम्मीले काट्नुहुन्छ ल मम्मी यता मम्मीलाई छोरीलाई पहिले खुवाउनु न बर्थडे गर्ललाई छोरीलाई छोरी एकछिन त्यसो पनि खानु हुँदैन नि अरूलाई छोराले छोरीले खुवाउँछु म एकछिन ए के महत्त्व रहन्छ छोरी तिमीलाई जन्मदिनको धेरै 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 शुभकामना ल मनी अलिक खान्छु ल दादाले नि अलिकति गर्नुहुन्छ है ल मम्मीलाई खुवाउँछ कि तिमीले छोरीले ए नआइदेऊ मलाई यो त म तँलाई मम्मीलाई खुवाउनु राम्रो लाग्दैन म त ल मम्मीलाई खुवाउनु ए के हो खोला त हेरौँ त ल पहिला खुवाउनु त बाबालाई खुवाउ पहिला खुवाउ पहिला बाबालाई खुवाउ त्यसरी हो नि क्या तिनै राख्नु आफै खान्छ होला ल मम्मीलाई खुवाइदिनु बिस्तारै त्यो बिस्तारै पेपर पेपर राम्रो छ क्रिम लिएर लाउँछ कि यहाँ थोडा हेरौँ प्रसन्न किन त्यहाँ बर्थडे गर्ल भएर चार्छौ गेस गर है अलि राम्रो खोला न राम्रो खेला कस्तो दिनुभयो गिफ्ट हो छोरीलाई छोरी तिमीलाई गिफ्ट कसले दिनु भएको
कसले भन्नु कसले दियो कि कसले दिनुभएको भन्नु होइन उसको पोहोरको गिफ्टहरू कस्तो सानो बाबाले दिनुभएको गिफ्ट मैले राखिदिएको थिएँ अनि अहिले निकालिदियो कि मैले मुसाले लगिदिएको थिएँ भनेको थिएँ नि त ढाँटेको ल खाना पाइन्छ प्रार्थना गरौँ ल ल प्रार्थना अन्तिम प्रार्थना हुन्छ धन्यवाद छ है सबैलाई आउनुभयो अब धेरैजना बोलाउनु नसके नि होइन ठाउँको कारण पनि सबै त्यस्तै अनि हामी त झोक्यौ ज्योति गेटमा जस्तो लागेर उहाँ पुग्यौँ र फेरि नि हामी त है छोरी पहिला कमानी अनि त्यो भएकोले जे धन्यवाद छ हुन्छ हामी प्रार्थना गर्छौँ छोटो भनेपछि हामी केकहरू खानामा जाऊँ ल खाना पनि ल धन्यवाद छ प्रभु तपाईँलाई आजको दिनको निम्ति हामी धन्यवाद भन्दछौँ यसरी हामीलाई सानो सङ्गति भए पनि छोटो भेटघाट Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear Prasansa. Happy birthday to you. Birthday to you. Birthday to you. Happy birthday. मेरो छोरीको डान्स देखाउँदै हजुरहरूको बिचबाट माझबाट म बाई बाई हुन गर्न चाहन्छु साथीहरू फेरि पनि अर्को भिडियो ल्याउने बाचाको साथ तपाईँहरूलाई बाई बाई साथीहरू भिडियोको लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला